म आज यो भन्न आएको छु कि प्रेमको बारेमा। प्रेम सफलता भएन भन्ने मान्छेहरू धेरै देखेको छु र धेरै भेटेको छु। मलाई लाग्छ प्रेम अधुरो असफलता धोका प्रेममा कहिले हुँदैन, किनकि तपाईले प्रेम गर्न जानेकै हुनुहुन्न। जानेको हुनुहुन्न भन्दा मभन्दा विज्ञ हुनुहुन्छ तपाईँ। तर मेरो भनाइमा चाहिँ प्रेम भनेको यस्तो चिज हो, जुन चिज देख्यो प्रेम भयो, सकियो। तपाईले पाउनुभयो प्रेम, प्रेमको ऊर्जा पाउनुभयो, त्यही हो प्रेम। फुलिरहेको फुल छ, त्यो फुल तपाईले हेर्नुभयो, प्रेम भयो, त्यही नै हो प्रेम। तपाईले त्यो फुलिरहेको फुललाई चुडेर तपाईँ त्यो फुलको मालिक बन्नु खोज्नु चाहिँ त्यो प्रेम बनिँदैन, म चाहिँ भन्दिनँ। त्यसैले गर्दा प्रेम भनेको गरिरहनुहोस्, त्यो तपाईको अधिकार हो र त्यो तपाईको ऊर्जा हो। त्यसलाई रोक्न नखोज्नुहोस्। प्रेम भनेको अनिगिन्ती हुन्छ। प्रेम भनेको शून्य हुँदैन। प्रेम भनेको बढेर जाने चिज हो, घटेर जाने चिज होइन। प्रेम भनेको यस्तो चिज हो, ऊ जता जुनसुकै अवस्थामा होस् तपाईले प्रेम गरिरहनु पाउनुहुन्छ।